यो नेपाली शिर उचाले संसारमा लम्किन्छ, जुन किरी झैँ ज्योति बाले अन्धकारमा चम्किन्छ, अन्धकारमा चम्किन्छ भन्दै सम्पूर्ण नेपाल र वीर गोर्खालीको नामलाई उच्च स्थानमा राख्दै विश्व सामु चिनाउँदै संसारको हरेक कुना काप्चादेखि यस भिडियोलाई हेरिरहनुभएका सम्पूर्ण नेपालीहरूमा यो भारतीय सेना अन्तर्गत रहेर विश्व सामु वीर गोर्खाली र भन्दै गोर्खालीको गौरवमय इतिहास बोकेको हाम्रो पल्टन 5 गोर्खा राइफल्स 6औं बटालियन यानिकि 65 GR को प्राङ्गणदेखि सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। हाम्रो पल्टन 65 GR को स्थापना कालदेखि हजारौं वीर गोर्खालीहरू आफ्नो प्राणको आहुति दिँदै वीरगति प्राप्त गर्दै र हजारौं सैनिकहरूले आफ्नो जीवनको अमूल्य र उर्वर शक्तिलाई यस पल्टनको नाम उच्च राख्नको लागि अहिलेसम्म आफ्नो उर्वर समय यहाँ खर्चेर जुन पल्टनको नाम उच्च राखिरहेको छ त्यसलाई एकदमै पल्टनले उच्च सम्मान गर्दै सम्पूर्ण भूपुहरू र उहाँको परिवारलाई यो पल्टनको 75औं जन्मोत्सव स्थापना कालको अवसरमा प्लाटिनियम जुब्ली मनाउने कार्यक्रम राख्दै उहाँ सम्पूर्ण भूपु र उहाँको परिवारहरूलाई सम्मान स्वरूप यस पल्टनमा बोलाएर एकदमै सम्मान गर्ने कार्यक्रम रहिरहेको छ। त्यस अन्तर्गत संसारको हरेक कुनामा रहनुभएका यस पल्टनका भूतपूर्व सैनिकहरू आज यहाँ सामेल हुन आउनुभएको छ र त्यस अन्तर्गत यो सुरुमा पल्टनले गरेको हाम्रो भूतपूर्व सम्पूर्ण सैनिकहरूलाई गरेको सम्मानको म विस्तृत रूपमा भन्न गइरहेको छु। हाम्रो नेपालको बोर्डरदेखि लिएर यो इन्डियाको दार्जिलिङ सिलिगुडीसम्म पल्टनको प्राणगढसम्म सम्पूर्ण भूपुहरूलाई निःशुल्क बस सेवा यातायात सेवा अनि आइसकेपछि बस्ने खानेको होटल व्यवस्थापन लगायत पल्टनमा टेकेदेखि चियापानी र खाने बन्दोबस्त अनि एकदमै ठुलो पार्टीको भव्य पार्टीको आयोजना गर्दै आफ्नो 75औं स्थापना कालसँगै सम्पूर्ण भूपुहरूलाई एकदम उच्च सम्मान दिएको छ। त्यस अन्तर्गत म पनि आज यहाँ उपस्थित हुन पाउँदा आफैलाई गर्वको महसुस गर्दछु, किनकि म पनि यस पल्टनमा आफ्नो उर्वर समय खर्चेर 17 साल नोकरी गरी अहिले रिटायरमेन्ट भएर पहिलोचोटि पल्टनको आँगनीमा टेकेर 2-4 शब्द भन्न गइरहेको छु। त्यस अन्तर्गत हामीले पल्टनको लागि हामीले एउटा मायाको चिनो प्रदान गर्ने कार्यक्रम थियो। हामी जति पनि 65 GR को भूपुहरू छौँ बेलायतदेखि त्यहाँ एउटा मायाको चिनो लगेर गएका थियौँ। त्यस्तै संसारको हरेक देश र कुनामा रहनुभएका हाम्रा भूपुहरूले यसै गरी आफ्नो मायाको चिनो पल्टनलाई दिने र त्यहाँ भेटघाट गर्ने कार्यक्रम थियो पल्टनको साहबहरूसँग र पल्टनले पनि हामीलाई एकदम उच्च सम्मान गर्दै हामीलाई मायाको चिनो लगायत एकदमै उच्च सम्मान दिइरहेको छ। त्यस अन्तर्गत अब सुरुको दिनमा हामीलाई वेलकम पार्टी अनि त्यसपछि यो मेन प्लेटिनियम जुब्लीको दिनमा यति भव्य समारोहको आयोजना गरेको थियो, जुन मैले जीवनमा पहिलोचोटि देख्न र अनुभव गर्न पाएको छु। जुन देख्दा तपाईँको इन्डियन आइडलको भन्दा अझै सुन्दर स्टेजहरू बनाएर त्यहाँ कार्यक्रमको आयोजना गरेर सम्पूर्ण भूपुहरूलाई मनोरञ्जन दिने र स्वागत गर्ने कार्यक्रम थियो। एकदमै खुसी लाग्यो। अनि त्यसपछि त्यसमा सबैलाई मनोरञ्जनको कार्यक्रम गर्दै एकदमै उच्च सम्मान गरेको थियो। सायद यो हाम्रो जीवनको
पहिलो मेरो पहिलो र अन्तिम पनि हुनसक्छ, किनकि अब हाम्रो पल्टनले अर्को 25 वर्षपछि स्वर्ण जयन्ती मनाउनेछ। तर 100 वर्षको त्यो बेला सायद हामी हुन्छौँ या हुँदैनौँ, भए पनि अब यसरी उपस्थित हुने समयले साथ दिन्छ दिँदैन, त्यो कारणले अहिले यो एकदमै माहौलमा एकदमै खुसी लागिरहेको छ र यतिको भव्य कार्यक्रम मैले जीवनमा पहिलोचोटि अनुभव गरिरहेको छु। हुन त पल्टनले आफ्नो वर्षको 50औं वार्षिकोत्सव मनाउँदा म पल्टनमै थिएँ, तर त्यस दौरान आफू ड्युटीमा भएको कारण सम्पूर्ण यस्तै किसिमले सम्पूर्ण भूपुहरूलाई व्यवस्थापन गर्न पर्ने भएको कारणले र आफू ड्युटीमा व्यस्त भएको कारणले के कसरी गयो यो अनुभव गर्न पाएको थिएन, किनकि आफै जिम्मेवारी भएको कारणले आफ्नो ड्युटी निभाउँदा व्यस्तताले गर्दाखेरि के कसरी गयो त्यति अनुभव गर्न पाइएन। तर अहिले आफ्नो रिटायरमेन्ट लाइफपछि म पहिलोचोटि पल्टनमा आएर आफै गेस्टको रूपमा केही नगरिकन यहाँ भएको सम्पूर्ण कार्यक्रमहरू हेर्दाखेरि यति रमाइलो र यति भव्य र यति खुसी लागिरहेको छ। त्यसै अन्तर्गत हामी खुसियाली मनाइरहेका छौँ यहाँ। र भन्दै गर्दा एकदमै अब भिडियो पनि लामो हुन जान्छ, फेरि पनि मैले एउटा सम्झना स्वरूप सम्पूर्ण यस अवसरलाई सानो भिडियो क्लिप बनाएर हामी जीवनको अन्तिम कालसम्म, यानि कि अन्तिमभन्दा पनि मरेपछि पनि सम्झना रहने भिडियो बनाएर युट्युबमा राख्ने कोसिस गरिरहेको छु। बाँकी सबै यही भिडियो मार्फत हेर्दै बुझ्दै गर्नुहोला। बिचबिचमा म चाहिँ आफ्नो त्यहाँको हल्का सम्झना स्वरूप सानो ब्रिफिङ गर्नेछौँ। जाता गर्दैन घाता हृदय चोखो छ। ओ परदेशको जागिर नेपाली माया लैजाने धोको छ। तिमीले सोल्टिन झन् चोखो बनायो तिम्रै माया लाग्छ सोल्टिन हे सोल्टिन 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 जौला रेलैमा सारा गोर्खा पल्टन जौला रेलैमा सारा गोर्खा पल्टन जौला रेलैमा। यो मिठो गीत र डान्सपछि अब हामी सम्पूर्ण